हेलो नमस्ते साथीहरु, हजुरहरुलाई स्वागत छ फेरि पनि अर्को नयाँ रेसिपी भिडियोमा। आज म बनाउँदैछु एकदमै हेल्दी सम्फोको साग अनि आलुलाई मिक्स गरेर। अनि यो सागको नाम चाहिँ ठाउँ अलग, नाम पनि अलग छ साथीहरु। कोही सुप साग भन्नुहुन्छ, हामीले चाहिँ सम्फो साग भन्छौं, अनि इन्डियातिर चाहिँ सोया साग भन्छ। इन्डिया छँदा पनि मैले यो सागलाई चाहिँ एकदमै खोजी खान्थे। अनि यो सागको गन्ध मन पर्नेलाई चाहिँ यो सागको सब्जी एकदमै मन पर्छ। यसका फाइदाहरु एकदमै धेरै छन्। हजुरहरुले गुगलमा सर्च गरेर पनि हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। सबैभन्दा सुरुमा चाहिँ मैले यो सागलाई राम्रो तरिकाले 2-3 पटक पखालेर मसिनो गरेर काटेकी छु साथीहरु। त्यसपछि आलुलाई पनि काटे। त्यसपछि कराईलाई बसालेर तेललाई तातो गराउन राखेर मैले सुकेको खुर्सानी अनि जिरालाई फ्राई गरे। त्यसपछि प्याजलाई पनि फ्राई गरे। प्याजलाई हल्का भुटिसकेपछि आलुलाई राखे है साथीहरु। मैले आलुलाई राखिसकेपछि चाहिँ एकदमै राम्रो तरिकाले भुटेर अनि छोप्दै पकाउँदै गरे एकैछिन। आलुलाई राम्रो तरिकाले पकाउनु पर्ने हुन्छ। त्यसपछि यहाँ चाहिँ मैले काटेको टमाटरलाई राखे। त्यसपछि जिरा धनिया अनि अदुवा लसुनको पेस्टलाई राखे। मसलालाई चाहिँ एकैछिन आलुसँगै भुटे मैले। त्यसपछि यहाँ चाहिँ मसिनो गरेर काटेको सम्फोको सागलाई राखे। साग राखिसकेपछि आलु अनि मसलासँग एकैछिन भुट्नु पर्ने हुन्छ। त्यसपछि छोपेर ग्यासको हिट मिडियममै राखेर 3 मिनेटको लागि पाक्न दिनुपर्ने हुन्छ साथीहरु। त्यसपछि यो सम्फोको साग अनि आलु चाहिँ खानको लागि तयार हुन्छ। यहाँ चाहिँ सम्फो साग अनि आलु चाहिँ खानको लागि तयार भइसकेको छ साथीहरु। गाउँघरमा चाहिँ करेसाबारीमा यतिकै उम्रेको हुन्छ, प्रशस्त मात्रामा पाइन्छ नि त, बजारमा किनेर खानुपर्ने हुन्छ। एकदमै चीज हुन्छ साथीहरु। यो चाहिँ मलाई मम्मीले गाउँबाट पठाइदिनु भएको। अनि लास्टमा चाहिँ यस्तै सिम्पल टाइपको भिडियोहरु हजुरहरुलाई मन पर्छ भने पेजलाई फलो गर्नु होला अनि लाइक शेयर पनि अवश्य गरिदिनु होला।